हेलो गाइज वन्स अगेन वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि फेरि तपाईँहरूलाई स्वागत छ। अनि आज पनि फेरि म चाहिँ म्युजियम जाँदैछु अनि तपाईँहरू मसँगै रहनु होला। अनि म कुन म्युजियम जान्छु के गर्छु सब तपाईँहरूलाई अपडेट गर्नेछु। अनि मेरो साथमा चाहिँ यता सुभाष ब्लोन अनि सम्झ हुनुहुन्छ उता साइडबाट हाम्रो दाइ हुनुहुन्छ मिलाइ जाँदैछ सब अपडेट गर्नेछु तपाईँहरूलाई। अनि उताको सबै यस्तो रहेको छ इन्जोय गर्नु होला। तपाईँहरूको म पल पलको एकदम रमणीय दृश्यहरू सबै तपाईँहरूलाई म यहाँ प्रस्तुत गर्नेछु। भन्दा यता अगाडिपट्टिको भ्यू पनि म देखाउन चाहेँ। हाम्रो फारन नेपाली फारन मण्डलीको हाम्रो युथहरू अनि सबै अल ओभर मण्डली परिवार यता हाम्रो बुढा हाम्रो सबजना हुनुहुन्छ सब आउनुहुन्छ। अनि आएर हामी आज सौलको एउटा कुन म्युजियम भन्ने छ अहिलेसम्म थाहा छैन, पछि गएर त्यही हो छ बस छ यसको। आउनु लास्टमा आउनु हाम्रो ग्लोरी दिदी हुनुहुन्छ अन्त रोहित दाई हाम्रो सब फ्यामिली यता आउनु एकदम इन्जोय छ। अहिले चाहिँ हामी चाहिँ यता बसमा चाहिँ एकदम परमेश्वरको महिमाको प्रशंसा गर्दै गीत गाउँदै हामी गइरहेको छ है। अनि तपाईँहरू बन्साउनुहुन्छ अहिले मादलमा साथ सुबास दिइरहेको छ अनि गिटारमा चाहिँ हाम्रो आशिर दाई अनि भोकलमा हाम्रो कल्पन दाई हामी सबैजना मिलेर गइरहेको छौँ। अनि हाम्रो एकदम इन्जोय छ है यसरी रमाइलो गरेर जाँदैछौँ। एकदम रमाइलो गरेर गइरहेछ हामी। तपाईँहरूले अहिले चाहिँ कोरियाको अहिले चाहिँ गर्मी ग्रीष्म मौसममा हरिबरको वातावरणहरू तपाईँ देख्न सक्नुहुन्छ। यस्तो छ है। हाम्रो यात्राको केही समयपछि हामी चाहिँ ओसन हेङबोक घ्युगेसोमा आएर चाहिँ खाना खाने के छ। हाम्रो स्पेसल सुवन दाई कुन सर्ट दाई तपाईँको? रिया पनि छ मान्छे। तपाईँ कुन सर्ट रे? लिनिम सर्ट। सुवन दाई चाहिँ पुरा लिनिम सर्ट लगाएर हिँड्नु भएको छ। ग्लोड दिदी छ अनि पछाडि म छु। हाम्रो चर्चको दाईहरू सबैजना जानु भइसकेको छ। अनि घ्युगेसो भनेको चाहिँ तपाईँको आराम गर्ने ठाउँ हो यात्रा क्रममा। लङ हाइवेको बिच मार्गमा बनाएको हुन्छ। अहिले चाहिँ जङ्गल पाहाडको बिचमा एकदम राम्रो रिसिरहेको छ। हाम्रो टुरिस्ट रहेको छ अनि म चाहिँ सबभन्दा लास्टमा तपाईँहरूलाई बनाउनु छ। अब खाना खानेछौँ त्यहाँ गएर भित्र बनाउनेछ त्यहाँ हेर्नुभयो तपाईँहरूले इन्जोय गर्नुभयो। सुभाष चाहिँ अहिले नाजु खुमथाङ खाइरहेछ।
एकदम खुसी भएर एकदम स्माइल साइड यता बिबिम्बाप खाएर सुमन दाई अनि यता यो चाहिँ रोल्पाको बाघ हो बाघ कुल प्रसाद है यता रोल्पा भन्दैछ रोल्पा बनाउनु भयो ए खाना खाने टाइम हो मैले चाहिँ खाइसकेको छ दाहरू चाहिँ खाँदै हुनुहुन्छ एकदम खुसी हुनुहुन्छ दा दाले कि एकदम खाली बनाउनु भएको छ बराबर खाने सबै खाँदैछ खाइरहेको छौँ हामीहरू पनि खाएर सिधेर बसिरहेको अब जानुपर्छ के गर्छ म्युजियमतिर देखाइरहेको छ म ओके ल अनि दाइ कस्तो लागिरहेको छ तपाईँको अनि यात्रा कस्तो लागिरहेको छ भन्नुहोस् रमाइलो लागिरहेको छ है दाइ भर्खर तपाईँले के खानुभयो कोरियन डिस खानु भएन भर्खर के खानुभयो मैले सबै खाएको होइन नाम मलाई नि नामै थाहा छैन फेरि म के खाएको बिबिम्बाप खाँदा कि त्यो सुखुङथाङ त्यो अनि उता हाम्रो पछाडि दाइले के खानु दाइ बर्गर भाइ मैले चाहिँ बर्गर खाएँ जोस मिठो रहेछ मिठो रहेछ एकदम दामी छ सन्धिले के खानु भयो शान्ति भनिदिनुहोस् के भन्छ अघि नि भिडियो गरेको थिएँ मैले के मन नामै थाहा नि सुजुङ नोकथाङ सुजङ नखान त्यही खायो खाना सबै फिनिस के सँगै चाटी चाटी थाले खाने एउटा बाँकी राखेको अब हामी चाहिँ अब फर्किने अब दाहरू गफ गर्दै हुनुहुन्छ अब हामी फर्किने क्रममा होइन जाने क्रममा छ यात्रामा छ भर्खर खाना खाएर निस्केको अब लगभग कति बजी त्यहाँ 2-3 बजी त्यहाँ पुग्छ भन्ने कुरो छ हेरौँ कति बजी पुग्छ है अनि त्यहाँ भएर म्युजियमको कुराहरू अनि यता रमणीय दृश्यहरूको तपाईँहरूले म देखाइरहनेछु त्यही हो इन्जोय गर्नु होला अनि हामी अब फेरि मादल बजाइहाल्छौँ फेरि गाउँछौँ ओके हेर्दै गर्नु होला है त हामी चाहिँ है अनि यता हाम्रो डेस्टिनेसनतिर चाहिँ आउनु आइसकेको छौँ सायद अब यहीँ होला तपाईँहरू यहीँबाट अब हामी स्टोरी म्युजियम आइसकेको छौँ यहाँभित्र हामी अवलोकन गर्छ होला सायद यहाँभित्र चाहिँ भिडियो बनाउन मिल्दैन होला त्यही हो इन्जोय हुन्छ अहिले चाहिँ म यता म्युजियमभित्र छिरिसकेको छु अनि यता भिडियोहरू बनाइरहेको छु तपाईँहरू हेर्न सक्नुहुन्छ म तपाईँहरू देखाउँछु यस्तो यस्तो रहेछ अनि कोरियाको इतिहासको पुरानोहरू सबै रहेको छ अनि एउटा इन्ट्रेस्टिङ है मैले देखेको कुरा चाहिँ यो चाहिँ अबाकस हो कि जस्तो लाग्यो क्यालकुलेटर हो कि जस्तो लाग्यो पहिलाको म्युजियम पहिला पुरानो सिस्टम हो यस्तो रहेछ डेली युजहरू रहेछ अनि म यता छु अब हिजमेटतिर जान्छु म चाहिँ यता पहिला म्युजियम अफ मिसनरी हिस्टोरीबाट अब बाइबल म्युजियमतिर आएको छु अनि यसमा चाहिँ यहाँ यस्तो यस्तो रहेछ आदम हब्बा काइन हाबिल अनि फेरि बाइबल सम्बन्धी म्युजियम बनाएको रहेछ एकदम नुहाको जहाजहरू है सब यो चाहिँ बाइबलको म्युजियम रहेछ त्यसमा बनाएको रहेछ तपाईँहरूलाई म देखाइरहेको छु यस्तो रहेछ अब्राम इसाक याकुब योसेफहरू यस्तो रहेछ अनि यस्तो रहेछ यस्तो ढुङ्गाहरू रहेछ ह्यान्डिक्राफ्टहरू यो चाहिँ यता गुलियोतले दाउदै हानेको ढुङ्गा जस्तै घुइत्रो भन्ने चाहिँ यहाँ रहेछ घुइत्रो समथिङ यस्तो टाइपको बाइबलको अब्रामको सन्तानहरू है अनि यहाँ रहेछ यो चाहिँ हाम्रो मोसालाई दिएको त्यो ढुङ्गामा लेखेर दिएको आज्ञाको पत्रको स्याम्पल जस्तै बनाएर रहेछ अनि यहाँ चाहिँ हाम्रो तुरै पनि रहेछ है चट्ट लाएर बनाउने तुरै पनि रहेछ
अनि यता म्युजियममा चाहिँ यता क्रुज अनि यता क्रुजमा तब चाहिँ यस क्रुजले यत्रो लगभग साइजमा चाहिँ यत्रो काँटीहरू ठोकिन्छ है त्यो यता त्यस्तो त्यो माथि त्यो क्रुजमा चढाएर चाहिँ हातमा चाहिँ यत्रो साइजको किलाहरू ठोकिन्थ्यो अरे पहिला चाहिँ मर्छ यत्रो क्रिस्तेसु सारम्भोलिच्छेदवा सायद यस्तोमा दाखरस राख्ने चलन होला अङ्गुरको जुस यस्तो भाँडो हुन्थ्यो अब फोटोमा राखेर यस्तो रहेछ यस्तो प्रार्थना गर्ने बेलाहरू यस्तो यस्तोहरू यस्तोहरू अनि यसो चाहिँ कति This same Jesus who has been taken from you into the heaven will come back in the same way you. यसरी स्वर्ग चढी जानुभएको कुरा हो हामी देख्न सक्छौँ ललिपप यो चाहिँ अनि तेरिक टोस्टिङ हजुरहरू चाहिँ के भन्नु यस्तोहरू रहेछ नआएको जहाजमा है मेरो विचारमा यस्तो सामानहरू थियो भनेर देखाइरहेको छ यो म्युजियमभित्र एकदम शान्त है एकदम आनन्द शीतल अनि मौसमहरू पनि बब्बाल छ सुनसान पनि रमाइलो छ अनि नुहाले पनि यसरी एउटालाई एउटा कोर राखेको थियो यसरी जेब्रा उडाहरू यस्तो रिजोर्ट हुन्छ अनि अब फाइनल्ली यता म्युजियम चाहिँ घुमेर अब फर्किनु जाँदैछु म चाहिँ अब सायद त्यो चर्चमा जान्छ होला त्यही हो अबको भ्लगलाई यहीँतिर गरौँ अब बाटोमा त्यहाँबाट अब लगभग 2-3 घन्टाको यात्रा हुन्छ त्यसपछि हामी चर्च पुगिन्छ त्यसपछि आजको भ्लगलाई लगभग यतितिर समाप्त गर्दैछु म धन्यवाद